एकजना नेपाली मरिसकेपछि उसले कन्फर्मै गरेको थियो, म स्वर्ग त जान्न, नर्कै जाने हो भनेको थियो। मरिसकेपछि यमराजको दूतहरू आएछन्। आइसकेपछि सोधेछन्, अब तिमी कुन देशको नर्क जान्छौ भनेको। कुन कुन देशको नर्क जान पाइन्छ? अमेरिका, जापान, अस्ट्रेलिया भनेर भनेछन् तिनीहरूले। अनि अमेरिका भन्ने बित्तिकै जिउँदा त जान पाएन, ठिकै छ नि त, मरेपछि जान पायो भने राम्रै कुरा भन्ने सोध्दो रहेछ। अनि अमेरिकामा के छ त्यस्तो नर्कमा भनेर भनेपछि खासै केही छैन, त्यही हो 3-4 किलोमिटर जति चक्कु बिछ्या छ, त्यहीँ हिँड्नुपर्छ। अनि एउटा भुसतिङ्ग्रीले मारिकन कोर्रा हिर्काउँछ, त्यो कोर्रा खानु पर्यो। अनि अलि अगाडि गइसकेपछि अनि इलेक्ट्रिक चाहिँ सक लगाउने ठाउँ छ, त्यहाँ बसेर इलेक्ट्रिकको झड्का खानु पर्यो, त्यही हो भन्नु भनेको छ। अनि जापानमा भनेर सोध्दैछ, जापानमा पनि त्यही हो अब चाहिँ मान्छे चाहिँ जापानिज हुन्छ भन्नु भनेको छ। अनि अस्ट्रेलियामा पनि सबै त्यही हो, त्यहाँ चाहिँ मान्छे चाहिँ अस्ट्रेलियन हुन्छ भन्नु भनेको छ। अनि नेपालको यसो यो लाइन चाहिँ के को भनेको त नेपालको लाइन हो भन्नु भनेको छ। के छ र त्यस्तो नेपालको लाइनमा मान्छे त टन्नै छन् त भन्नु भनेको छ। नेपालको लाइनमा अलि मान्छे धेरै नै छन्, अनि के हुन्छ त्यसमा? हुन त के भनेर त्यहाँ पनि त्यही हो, चक्कु नै हुने हो, कोर्रै खाने हो, इलेक्ट्रिक सक नै लाउने हो। तर त्यहाँ चाहिँ एउटा विशेष कुरा छ भन्नु के छ भन्नु भनेपछि चक्कुहरू थियो, त्यो चक्कुहरू जति सबै चोरेर लैसके, खाली जस्तै छ। अब कोर्रा हान्ने हाकिम पनि चाहिँ यसो आउँछ, सिग्नेचर गर्छ र दौडिहाल्छ नेपालमा। अनि त्यसपछि चाहिँ त्यो इलेक्ट्रिक सकमा पनि खाली लाइन गइरहन्छ, लोड सेडिङ छ। त्यही भएर चाहिँ खासै चाहिँ मान्छेहरू चाहिँ त्यो इलेक्ट्रिक सक लाउनै पाउँदैन। त्यही भएर यही लाइनमा चाहिँ मान्छेहरू चाहिँ खान्छन् भनेर भनिदिएछ। अहिले त मरेर गएको मान्छे पनि उहीँ फेरि नर्कमा कुवामा गयो। ल हेर्नुहोस् त, यो नै जिन्दगी हो, अरू त सबै माया मोह हो।